म चितवन जिल्ला हुँद जङ्गलको मुटु नेपालको बागमती प्रदेशमा फैलिएको 2238 वर्ग किलोमिटर क्षेत्र जहाँ प्रकृति, संस्कृति र रोमाञ्च एकसाथ जीवित छ। महाभारत र शिवालिक पर्वतमाला बीच बसेको मेरो संसार राप्ती, नारायणी र रिउ नदीबाट जीवन पाउँछ। मेरो परिचय केवल नक्सासम्म सीमित छैन। भरतपुर मेरो प्रशासनिक केन्द्र हो, जुन नेपालको सबैभन्दा ठूलो र तीव्र रूपमा विकसित हुँदै गएको सहरमध्ये एक मानिन्छ। तर मेरो वास्तविक आत्मा त जङ्गलमै बस्छ। सन् 1973 स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज बन्यो। आज यही जङ्गलमा एकसिङे गैंडा, बङ्गाल टाइगर, घडियाल गोही र स्लोथ भालुहरूको सुरक्षित घर बनेको छ। जङ्गल सफारीका क्रममा हरेक मोडमा रोमाञ्च महसुस हुन्छ। सौराहा मेरा सबैभन्दा जीवन्त स्थानहरूमध्ये एक हो। यहाँ राप्ती नदीमा क्यानोइङ, बर्ड वाचिङ, हात्तीसँगको बिहानको यात्रा र थारू सांस्कृतिक कार्यक्रमहरूले मानिसलाई प्रकृतिसँग अत्यन्त नजिक ल्याउँछन्। थारू समुदायका परम्परा, नृत्य र जीवनशैली मेरो सांस्कृतिक पहिचान हुन्। 20,000 ताल अर्थात् 20,000 तालहरूको अद्भुत संसार, चराचुरुङ्गी र सिमसार जीवनको स्वर्ग मानिन्छ। त्यस्तै मेगौलीको शान्त सुन्दरता लग्जरी रिसोर्ट र जङ्गल अनुभवका लागि प्रसिद्ध छ। मेरो भित्र आस्था पनि बग्छ। देवघाट धाममा नारायणी र कालीगण्डकी नदीको सङ्गमले हजारौं श्रद्धालुलाई शान्ति प्रदान गर्छ र वाल्मीकि आश्रमले आज पनि रामायणका कथाहरूलाई जीवित राखेको छ। मेरो माटो तोरीको सुगन्धले भरिएको छ। यहाँ कृषि केवल पेशा होइन, जीवन हो। म चितवन हुँ, जहाँ जङ्गलले सास फेर्छन्, नदीहरूले कथाहरू सुनाउँछन् र हरेक बाटो प्रकृतिको धड्कनसम्म पुग्छ।